थियो हाम्रो 87 वर्षको कपाल सेतै फुलेको हजुरआमाले यहाँ आफ्नै बारीमा उत्पादन भएको कपासबाट यसरी बत्ती काट्दै गर्नुभएको यो पारिलो घाम हेर्नुहोस् त उहाँले चाहिँ चट्ट हातमा चट्ट कपास लिनुभयो त्यो कपासबाट डोरी 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 बनाउनु भयो अनि उहाँले आफ्नै हातले चट्ट यो बोतलको बिर्को छेडेर बाँसको यो सानो के भन्छ यो सानो पुवाल बनाएर त्यहाँ बाँसको लट्ठी राखेर यसरी कपास बुनेर बत्ती काट्नका लागि आमा खास यो के हो यो खास बत्ती काटेको यसलाई के भन्छ यसलाई कतुवा कतुवा भन्छ है पहिला कस्तो खाले कतुवा हुन्थ्यो केबाट बन्थ्यो काठको बन्थ्यो है काठको पाउन भन्दा यो सजिलो भयो है हलुङ्गो पनि ए अनि यो बत्ती ट्याक्क काट्नु भयो होइन त आफ्नै बारीको होइन त नि यो कपास आफ्नै बारीमा लाएर बनाएको ए अनि त्यस पछाडि अब तपाईँले योबाट बनेका काटेका बत्तीहरू केमा प्रयोग गर्नुहुन्छ नि आमा शिवजीलाई बाल्छु हजुर 11 पोयाका शिवजीलाई बाल्छु हजुर 21 पोयाका गणेशलाई बाल्छु हजुर हजुर 5 पोयाका बेलुका तुलसीको मठा हजुर बाल्छु दैनिक तपाईँले शिवजीलाई बालिरहनुहुन्छ दैनिक बाल्छु सधैँ बिहान कि बेलुका बेलुका बालिरहनुहुन्छ यो बत्ती बाल्दा तपाईँलाई आनन्द हुन्छ साँझ ए कति पोयाका बाल्नुहुन्छ अरे शिवजीलाई 11 पोयाका बत्ती बाल्नुहुन्छ अनि यता बत्ती नि काटेर राखिनु आहा यो बिक्री पनि गर्नुहुन्छ र तपाईँले यस्तो बत्ती काटेर आफ्नै प्रयोजनको लागि ए तपाईँहरू पनि बत्ती काट्न यदि सिक्न चाहनुहुन्छ भने हाम्रो हजुरआमासँग आउनु होला सिक्नु होला लिनुहोस् केही गाह्रो छैन एउटा बिर्को ट्याकिएमा पुवाल बनाइदिने र एउटा छेसको छिराइदिने है त्यस पछाडि तपाईँसँग कपास छ भने कपास प्रयोग गर्नु होला नभए बजारबाट कपास पनि प्रयोग गर्न सक्नुहुन्छ अब हाम्रो घरमा त कपासको बुटो पनि लगाइएको छ त्यहीँबाट निस्केको कपास हो यो बजारिया होइन यो त हजारिया कपास हेर्नुहोस् न ल हेर्नुहोस् कपास र आमाको कपाल उस्तै हुन लागिसक्यो ल हेर्नुहोस् त ल हेर्नु कपास जस्तै सेतै कपाल फुलेकी हजुरआमाले ट्याक्क बत्ती काट्दै हुनुहुन्छ साथीहरू हेर्नुहोस् त यस्तै हो गाउँघरको रमाइलो ल हेर्नुहोस् घाम ताप्दै ट्याक्क ल अब बत्ती काटेर देखाइदिनु त नि आमा लौ त अब हजुरआमाले बत्ती काट्दै हुनुहुन्छ अब शिवजीलाई बाल्ने 11 सुते भने 11वटा डोरी भएको एक कतिवटा भयो त्यो 3 भयो 4 अनि 5 6 हजुर 7 8 9 10 भयो 11 भएपछि अब चुटुक्क बनाउने अनि